Sewaru angga Ravindra Kidemlam kon yaktung chulung aba YouTube channel la yu yamong tilenga lamdak mening kon anike nisam him yani kon kirat yaktung pan nisam him le yambok chura pa ane khemdro kon timben kon yamboken chok membu chuk ma phang ke big ba sen seng ba yen lian di kon pili ba khokpet tum yang thang ben nali sisa min ching nali thang ben khokpet tum nang go ne yo chumlung chuk na kon yamuang togi phom at lagi nu ba chuk ma lagi thim chuk ma suk te klo ba bang khong chuk nu on ne khokpa adang badang ma si on chi pana abang ni ngwa sing ma pana on yo miyuk songwa kon khepsem aberam yang umatam yang kini abang ni ngwa pana yo comment sandu ke yuksam aberam megla ba pili phak nu alu kon video lamba angka se moina na keda ba munce ite yamu tumi gila ba ningwa tunu se moina nga sewa यसमा मेरो पनि समर्थन छ समर्थन छ तपाईको सी यसो याक्थुङबा नले यो अहिले अब तपाईहरुले पोहोर 1 साल भएछ हैन तपाईहरुले सुरु गर्नु भएको हजुर यो राम्रै हो यो गर्नै पर्ने हो यो लिम्बू भाषा संस्कृति आफ्नो त्यो जगाइ राख्नु पर्ने हो तर हामीलाई पनि आउँदैन र अलि गाह्रो छ त्यही भएर नानीहरुलाई चाहिँ पढाउने नै भन्ने लागेको छ अब के छ कसो छ हैन केमा बस सपोर्ट गर्नुपर्ने हो त्यो सकेको सम्म गर्छौं समर्थन नै छ यसलाई जगाइ नै राख्नुपर्छ भन्ने मलाई चाहिँ लाग्छ त्यो त बचाउनु हिंसा पिच्छा पाङमासी मेन नि अब पाङमासी को तर पाङमासीले ब्याङ्क सुनाउने मेन अल्लाह मिटिङ आउँथे देखि पाबाट कम्युनिटी पुग्छ अब यो के गर्नुपर्छ भने हामीले यो akhirnya lo ala tutu yang mbak atau yang mbak thame di manu mungkin ani Allah pang jumbo NTMP azuk sewa sama kerek sewaro Allah en ani tongbe lago kere ratsameni Allah en ani zeus emul azuk mbak ani en yak tungba apoi bahasa lipi ametum ape ani pa memma खम्बेरे अल्लाह एमो जमारे यो पढाउनु पर्छ र मेरो अलिकति उमेरले शिक्षालाई थोयो मेमेत्तु मेनी अनि अनि मेल्नु ठीक भन हम्ब्याङ अनि छर छिमेकेमा अलिकति वर्ष यसरी पढाउँदैछ नि मारु मेम्स अल्लाह कोही कोही मेबा त अब बा म्युरी के भाइ कि मेम्मा हुङमा के बोङ भाइ खाले मेमे मंग त्यसै अनमोल मे बोक्स्याङ छि यो भएर अलि पठाउँको Hindi, kasi hongma memang ko ani foto pic nang ko memang sok masuk di hana sonkoling makuki. Ini sampai alat. Ani mai pung phadla menu nen techik pang phe mo ani techik. Embe short chimik embe mo techik. Memang भित्र भूमिका कूटनीतिक पाङmas pung lo yang samjar jok mas poksen. Allah hamya Allah sukete pa Allah ani ja emda Tumang alang masih sajeli alang masih có sok cái của ni mấy bông ni mà bông mà lên hingga bay liền chỉ sinh hoạt cho con đi ni men tu am saknya mà nã đúng không đang bơi phải là con tháo bên này नारायण लिम्बूको तर्फबाट र हाम्रो यो लिपि भाषा पढाउने समितिबाट कोषाध्यक्ष बनाउनु भएको रणाङ साहब र नरबहादुर साहब अनि तर्फबाट सेवा म फागु चङबाङ सिंहजाली परेर कि पहिलादेखि नै हाम्रो मैले नबोले पनि अरूलाई चाहिँ सिकोस् हाम्रो लिपि भाषा नाराओस् भनेर सुरुवात गरेको छौँ सबभन्दा पहिला चाहिँ सल्लाहकारमा दिनुभएको चाहिँ क्याप्टेन रणाङ साहब अनि क्याप्टेन नरबहादुर साहब अनि हाम्रो
माइता तुम्पाङथे होइन तुम्पाङथे माइता कुमार कि बहादुर पो भन्छ माइता वर्ष कसरी चल्यो भनेदेखि टणाङ क्याप्टेन साहब अनि नरबहादुर क्याप्टेन साहब अनि म हाङनारायण लिम्बूको तर्फबाट अनि कल्याणकारी उहाँ हाम्रो रामप्रसादबाट अनि माइता बहादुर तुम्पाङथे उहाँबाट अनि यहाँ पूर्णबहादुर चौबाङच्याक सरी तेङबुङ थोप्रा उहाँबाट चाहिँ अहिले हामीहरूले दुःख सुख 1 वर्ष चलाउँदैछौँ अहिलेसम्म अरू सबैलाई उठाउँ भनेर के सोच्यौँ भने बा नानी पैसा दिदी त अब पढाउन सकिँदैन उता इङ्ग्लिसमा पनि बोर्डिङमा पनि सरकारीमा पनि सबै ठाउँ भ्याइँदैन भनेर अरू ठाउँ चाहिँ पैसा अहिलेसम्म उठाइएको छैन अनि त्यसपछि अब हामीहरू भेला भएको कारण चाहिँ मेरो विचारमा अब सबै तपाईँहरूले पढाउँ अनि यसो केही सहयोग गर्नु कि नगर्नु भन्नेमा चाहिँ अब यो भेला भएको जस्तो हुँदैछ अनि हजुरहरूको विचार अब सहयोग गरे पनि नगरे पनि हामीहरू चाहिँ हजुरहरूलाई यसमा धेरै धेरै धन्यवाद अनि यही भन्छु कि म पनि अब मैले नबुझे पनि अघि दिदीले भन्नुहुन्थ्यो अङ्गाको मेलेयान त्यही मेलेयान चाहिँ बोल्नु अब तर त्यसलाई लेख्नु पनि पर्यो अब अनि उहाँ हाम्रो खड्का के अरे हाम्रो मेरो फुपूको छोरा उहाँ पनि जान्नुहुन्न म पनि जान्दिनँ अनि अब उहाँहरू हो र हामीहरूले पनि सक्दैन भने नगर्ने म त्यही भन्छु लु सेवाहरू त्यति ल है हाम्रो उपाध्यक्ष नालिगेन साङबेन सिसारिन सिकेको सेवाहरू यो भाषा लिपिमा छौँ अहिले हामी म अलिकति के भन्न चाहन्छु भने यो भाषा छैन भने मान्छेको जिन्दगी मर्दो रहेछ मान्छेको जिन्दगी यस्तोरी मर्छ ऊ चिनिँदैन जस्तै तपाईँ हामी लिम्बू कुरा निकै लड्नु पऱ्यो नि त्यसै त भएन त्यहाँ ऐच्छिक शिक्षा भने त्यहाँ पढाउनु कति 1 वर्षसम्म त्यहाँ पढाएँ 1 वर्ष पढाएर त्यो पनि त्यतिकै ल्याप्स भइगयो र पनि अझै पनि यसले जारी एउटा कुरा चाहिँ यहाँ हाम्रो पाको मान्छे 92 वर्षे हाम्रो पूर्णबहादुर थोप्राजीले भन्नुभएको छ हाम्रो सबभन्दा यहाँ पाको मान्छे हुन्छ हो नि हामी पहिले पढ्नु दिँदैन थियो यो पढ्नु दिएको कहिलेदेखि 2007 सालदेखि 46 सालदेखि यता त खुला भयो नि 46 सालभन्दा अगाडि त त्यस्तो बोल्ने मान्छे त के भन्थ्यो त्यसको नाम चाहिँ के भनेर भन्थ्यो आराष्ट्रिय तत्त्व भनेको के हो आराष्ट्रिय भनेको के हो त्यसले फर्स्टै त्यो कस्तो बुझ्छ तपाईँ भन्नु तत्त्व अब तत्त्व आयो नदिएको त्यो चिज भनौँ न होइन त्यो कोही नै चिज हो कानुन बनाएर यो मलाई कानुन लाग्ने मुन्टा चल्ने होस् भने चाहिँ सही गरेर राख्न पर्थ्यो अनि त्यो भएपछि त मान्छे त कहाँ बोल्नु हुन्थ्यो र हुँदैन थियो हो त्यसरी सिक्नै